एउटा मात्रै काम न नटमा खिच्नु नटमा केटा हान्न अलिक बढाउँदैन लगा न देखाउनु लाग न लाग छिटो दियो दियो जायो लायो लायो केटाले लायो लायो ठाउँमै छ लायो 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 ओहो एउटामा बाहिर जानु पाएको छैन दुलोमा आउँछ ल केटाले चिज चाहिँ लायो चिज भेटायो ओहो एउटा मिलेन एउटा किन त्यता लाग्यो अलिक पर्ने ल केटाले चिज खाने खुवाउने केटाले ल अझै हाल अलिक अडेको छैन एकछिन नछोड्नु हाले हाल्न लाउ किन छेरेको अनि उ हुँदैन केही हुँदैन एकछिन अहिले फेरि बोरामा तान्दा हुन्छ के लाउनु ल चिज चाहिँ अब राम्रो व्यवस्था हुने भयो निस्किनै भएन नि तर सकेको छैन होला मरेको छैन एकछिन अहिले बोरामा लाउँदाखेरि चिल्नु सक्छ है ऊ नछुवा न हौ त्यो किन तानिराखेको त भइहाल्छ हौ ल ओहो बोरा एक हातले कहाँबाट थाप्नु यहाँ कहाँ पो बोरा बोराले तल आगो तलतिर बोरै लाउनु जहिले ऊ झरो भुइँमा झरो व्यवस्था बोरामा व्यवस्था भइसक्यो है ओहो हेर माल त उठा यहाँ रास समाले पनि लानु अहिले काँडा होस् निकै नै छ र हाम्रो छु आयो होइन पाती लिएर छु ल भयो माटो आयो त्यसलाई बन्द गर टेक्दै खै म टेक्दिन्छु किन है अब मान्छेले देख्छ कि अब त नि ऊ हुन्छ आउँछ अहिले फेरि बलेको देखेर भयो के भयो ल केटाले चिज चाहिँ फेला पार्यो केटाले चिज खुवाउने भयो डर हुने भयो केटा व्यवस्था राम्रो हुने भयो केटाले ल चिज चाहिँ आज बर्खामा चाहिँ जिउ दुखेको निको हुने भयो औषधि ओहो गाइचहरू हेर्नुहोस् एक बोरा भएको छ एक बोरा ल केटा आज चाहिँ के गर्नु चस्सा बनाएर आइयो अहिले बिताउने हो केटा अहिले नै बनाएर खानुपर्छ यो चाहिँ डाइट हो अब गएर हामी के हुन्छ हामी देखाउँछौँ अझै पनि हो के छ त कसरी बनाएर खान्छौँ एक तरिका देखाउँछौँ यस्तो मार्दैन अब त मार्दैौ न एक मिनटमा लेस हुने हौ कति छ हेरौँ ल झरो भुइँमा ओहो त्यस्तै सानो भए पनि सही छ त्यो माटो पनि नलाग्नु हुने नि अहिले यार ठिक छ आमाम यो चाहिँ सानो चाका हो अब यसमा हामी कति पाना छ हेर्छौँ 2 पाना रहेछ आमा पुरा फुल रहेछ नि 2 पाना भरिलो रहेछ केटा भरिलो रहेछ ले माल चाहिँ केटाले निकाल्दैछ निकाल्नु केटाले आएपछि टक्क निस्किन्छ ल फुल पाना छ हेर्नु त हैन फुल पाना हो अर्को पनि हामीसँग पाना छ
अर्को पाना कत्रो छ पनि फुलै छ अलिअलि एउटा दुईटा चाहिँ उडाएको रहेछ के रहेछ अनि सिसी यो चाहिँ थर्ड पाना हो थर्ड पानामा कुनै पनि माउहरू छैन हेर्दै देखाउनु त हरिङ्गल चाहिँ कालो हरिङ्गल रहेछ कालो हो माल हो माल राना हो कि कालो सानो सानो चाहिँ ऊ राना कालो रहेछ राना पनि भनिसकेको थिएछ यो अझै यो पनि फुल पाना भयो लेखेर यो निकाल चाहिँ त थर्ड पाना यो चाहिँ तीन स्टेप रहेछ ल तीन स्टेप तीनटा चक्र रहेछ स्टेप होला यो तीन स्टेप चाहिँ हामी आज व्यवस्था हुन्छ यो चाहिँ के हो कमिला पो रहेछ त हौ के हो ए बच्चा पो चलेको रहेछ प्योर बच्चा पुरै चलिरहेछ ल बच्चा बच्चा त पुरा चलेकै छ नि यहाँ चाहिँ हाम्रो दाजुले चस्सा आजको सितन चाहिँ बनाउँदै हुनुहुन्छ तर खासै धेरै चाहिँ छैन तर आज चाहिँ हामी दुईजना मात्रै भएकोले गर्दाखेरि दाजुभाइलाई चाहिँ इनफ डाइटको व्यवस्था चाहिँ हुँदैछ जम्मा 2 पाना मात्रै रहेछ एक पाना चाहिँ भर्खर सानो थियो यहाँ रहेछ उमा अनि यो टक्क यति छ अनि यहाँ अर्को पाना दाइले केलाउँदै हुनुहुन्छ अनि यहाँ पनि अर्को पाना पनि छ यो केलाउन बाँकी नै छ कति हुन्छ दाइले खेलाइसक्नु दाइले फोटो पनि खिच्दै हुनुहुन्छ यति हो आजको लागि सितन अब यति भएपछि त हामीलाई पुगिहाल्यो नि आजको दिन त दाइ र मलाई हो दुईजनालाई चाहिँ सितन बनाउन तयार गरियो म चाहिँ चट्ट एउटा टक्क हाल्ने हो तेल ठक्क आजको डाइटको चाहिँ तेल हालियो तेल हालिसकेपछि हामीसँग चिज यहाँ छ अब यो भाइ भएको नाताले मैले बनाउनु पर्ने होला दाजु यता मालिक जस्तो हुनुहुन्छ टक्क बसिरहनु भएको छ कतिखेर पकाउँला र खाउँला भइरहेको छ दाजुलाई अब मैले नै गर्नुपर्ने हुन्छ पकाउनु पर्ने हुन्छ कस्तो हुन्छ नुन एड गर्छु ताकि भित्रीसम्म नुन लागोस् भन्ने हिसाबले हल्का बेसार हाल्छौँ बेसार हालिसकेपछि हल्का मिट मसला पनि हाल्छौँ अनि चाहिँ मै हो यहाँ चाहिँ अब चाहिँ लगभग रेडी भयो कि भएन अब दाजु टेस्ट गर्नु त दादा टेस्ट गर्नु त दाजु टेस्ट गर्दै हुनुहुन्छ हल्का यसो के चेक गरौँ भाइला लिउँ है अलिअलि गर्दै बडीले पनि खाइसक्यो ल हामी चाहिँ टक्क खाने हो बाहिर म दुईजना मात्रै भयो सुमै ठिक हो बेलुकाको भात हौ ए